गाइस जमाचो आज हामी जमाचो जाँदैछौँ जमाचोको उकालो लाग्दैछौँ यो जमाचोको हल्का उकालो देख्न सक्नुहुनेछ भ्यू स्टार्टिङ पोइन्टमा छौँ अब हामी कोसिस त जारी नै छ हाम्रो अनि भाउजू उतासम्म पुग्ने चाहिँ जारी छ पुगेन भने चाहिँ बिचमै हामी फर्किन सक्छौँ तर अर्कोचोटि फेरि आउन पनि सक्छ अर्कोचोटि योभन्दा पनि बलियो भएर हिँड्न सक्ने भयो देख्न सक्नुहुन्छ हेर्नुहोस् त कति रमाइला हुन् हजुर यहाँ आयो भने चाहिँ अब फेस डढ्दैन ग्लो आउँछ मेरो जस्तो ग्लो आउँछ हेर्नु त म कति राम्रो भएको म दिनदिनै यहाँ आउँछु कि अनि त्यही भएर नि हजुर पनि यहाँ आउनु सक्नुहुन्छ जहाँसम्म अहिले हामी लास्ट भ्यू झन् यति खतरा हुनेछ के नो एक्सपेक्ट यता कुकु गर्ने कोइलीहरू पनि पाउँछन् यो त सही पाएछ यार अहिले हामी राम्रै थियो है तर यो भाँच्यो किलोमिटरको 1 मिटर नै हिँडेन भने जस्तो अनि सैनिक इलाका प्रवेश निषेध छ अरे उता हामी यतै जान्छौँ हाम्रो अब रोड सुरु भइसक्यो भाउजूलाई क्या पिसफुल भइरहेला एकदम थकाइ लागिरहेछ मलाई ए लौरा नि पुगेन अलिक सानो भयो लौरा पुगेन दुईटालाई जोरौँ भयो अब चाहिँ हाम्रो बाटो एकदम स्ट्रेट छ अघिको स्ट्रेट होइन त्यो हल्का उकालो थियो अब स्ट्रेट छ भाउजू गाह्रो थियो एकदम अहिले आएर के भइरह अहिले चाहिँ एकदम मजा आइरह मजा एकदम यिनी त सुन खोज्न कहाँ जान्छन् म त जान्दिनँ मलाई धर उ त्यो हेरौ त्यो हेर लट्ठ्यौँ यहीँ यत्रो छ सानै छले भयो त हाम्रो त यहाँ लट्ठी खोज्दा खोज्दै जमाचोको चोकमा पुग्छ होला होइन हामी त्यहाँ गएर नानी खासमा त्यहाँ के हुन्छ ओ जमाचोमा के छ हामी के हेर्न जाँदैछौँ हामीलाई थाहा छैन जे छ हामी भरे देखाउनेछौँ पनि हेरौँ न नालथी समाइदियो तर क्या रमाइलो भ्यू यहाँ एउटा न एउटा टिकटक चाहिँ बनाउनु पर्छ हामी टिकटक बनाएर हाल्नेछौँ गाइस हेर्नु होला हुन्छ होला टिकट हेर्नुहुन्छ तपाईँहरूको फर्कने समय 4:40 हामी छिटै फर्कनु पर्छ यहाँबाट अझै कति टाइम छ देख्न सक्नुहुन्छ त्यसमा के छ भने नेचर does not need people need nature nice guys हामी चाहिँ सुनसान जङ्गलमा आइपुगेका छौँ एकदम उहाँ लट्ठी टेकेर हिँड्दै हुनुहुन्छ एकदम मिठो झ्याउकिरीको आवाज आइरह कति मजा होला भन्नु त भर्खर हाम्रो रोड सकिएर फेरि हाम्रो स्ट्रेट भर्याङ आउँदैछ भर्याङ चढ्ने उकालो कि उकालो जानुपर्छ नि त जमाचोमा रमाइलो छ एकछिन सिधा बाटो आउँछ एकछिन फेरि उकालो भर्याङ फेरि उहाँ चाहिँ गाईबस्तुको मोल थुपार्दै हुनुहुन्छ भरे बोकेर लाने भनेर होला नि होइन भरे बोकेर जाने भन्दै हुनुहुन्छ उहाँ निकै नै रमाइलो छ हेर्नुहोस् घाम धेरै आउँदैन एकछिन मात्र आउँछ हजुरहरू हाइकिङ हिँड्ने गर्नु होला किनकि महिनामा एकचोटि हाइकिङ आउनु
एकदम राम्रो कुरा हो कि यो स्वास्थ्यको लागि झन् निकै नै यताबाट जाउँ होला फाइदाजनक कुरा हो कि चस्मा लाउँछ चस्मा किन देखाउनु है टाउकोमा अब कालो मान्छेमा कालो चस्मा कस्तो देखिन्छ भने हजुर नै जज गर्नु होला म जज गर्दिनँ अनि यो चस्मा आँखाले लाउने होइन टाउकोले लाउने मलाई हेर्दाखेरि चाहिँ हामी मात्र होइन हामी पनि भर्खर टिकटक बनाएर आएको कि सबै गइसक्यो होला त यता माथितिर त मान्छेहरू त गएकै छैनन् है टिकटक बनाउँदैछन् हामी ढुक्क छौँ हामी जसरी नि जम्मा त पुगे भइहालेन जति बजी गए पनि पानी पर्ला जस्तै गर्दैछ मौसमले गाइस मौसमले च्यालेन्ज गरिरहेछ तर हामी हार मान्दैनौँ हिँडिरहेछ होइन भाउजू कति थकाइ लाग्यो एकदम धेरै हिँड्न मन सीमामै छैन यो ठाउँ देखेर तपाईँलाई हिँड्नु मन लागेको छ कि नै ठाउँ देखेर हिँड्न मन छ तर टायर्ड सो मच टायर्ड किनकि अघि फर्स्टमै हाम्रो बाटो चाहिँ एकदम उकालो थियो कि ठाडै उकालो थियो हामी एकछिन त आँती आयो भाउजू यस हामी त आँतेको हो त्यो चाहिँ पलाङको साँच्चै यति उकालो थियो कि ठाडै कि त्यो एकछिन थोरै त्यो हामी जमातो छिनी जाने पैदल यात्रा रोडबाट माथि क्रस गर्दा थोरै तेर्छ त्यसपछि त यति स्ट्रेट उकालो कि त्यतिखेर त म बेर्दै आइछु कि किनकि त्यतिखेर हामी गाडीमा आएर पनि होला त्यो इलेक्ट्रिकवाला गाडी थियो कि इभी गाडीमा आएको त्यही भएर झन्डै भमिट गरेको त्यसले गर्दाखेरि म कहाँ छु धन्न अहिले अलि हराएको छु म त्यतिखेर भ्लग गर्दिनँ भनेर सोचिरहेको थिएँ अब फेरि जाँगर त चलाउनु पऱ्यो भ्लग गर्नु भने नयाँ स्टिक त्यहाँ यति गर्नु भने त मेरो बेजेत हुन्छ नि त त्यही भएर हजुर हेरेर साथ दिनु होला हामी जमाचोको फुल भिडियो हजुरमा राख्नेछौँ हजुरहरू यस्तो हुन्छ नि यो बाटो हिँड्न पनि सक्नुहुन्छ अनि यो जुन सजिलो हुन्छ त्यही बाटो हिँड्न सक्नुहुन्छ केसको सानो सुन्न सक्नुहुन्छ रमाइलो गर्दै यो अगाडि जाने मान्छे चाहिँ एक्लै बाँधो नै हुने कि भाउजू र म सँगै हिँडेर ऊ अगाडि गयो थकाइ लागेर पछि भएको हो यो चाहिँ अलि बलियो छ त्यही भएर चाहिँ अलि अगाडि म भर्खर जल्लो गर्नु पऱ्यो अलि म एक्साइटेड छु जानलाई कतिको एक्साइटेड हुनुहुन्छ आई एम भेरी एक्साइटेड आई एम भेरी एक्साइटेड इङ्ग्लिस चाहिँ एकदम राम्रै छ होइन भेरी एक्साइटेड भन्नुहुन्छ उहाँहरू तर एक्साइटेड त हामी नभएको होइन एकदम धेरै कि हाम्रो लोकेसन चेन्ज गर्दा बल्ल फेरि जमाचो आइरहेको छ डेस्टिनेसन चाहिँ कहाँसम्म पुग्यो थाहा छैन गाइस हामीलाई होइन दिस इज माई अमेरिकाको ब्याग उहाँले एकदम राम्रो ब्याग बोक्नु भएको मैले अघि पनि देखाएको छु उहाँको ब्यागले नि होला कि यति एक्साइटेड गराएको अमेरिका हाम्रो त अब नेपालको त्यो जान्छ नि मेरो नि इन्डियाको हो यो उहाँको नि इन्डियाको इन्डियाबाट चाहिँ मलाई मेरो चाहिँ उयो के अरे यो चाहिँ मेरो त्यो नेपालको त्यो थोत्र त्यो सेलमा हुन्छ नि सेलमा पाएको 500 वाला 500 के को यो 500 वाला होइन यो त महँगो हो जे भन् त्यो अब त्यो यो एकदमै एक्सक्युज मी ब्रो यो अमेरिकाको त अरे अमेरिकाको कति 10 रुपियाँ हो नि यहाँको त 10,000 पर्छ नि 10,000 अलि पर्दैन अलि पर्दैन तर त्यो महँगै खालको हो मात्र अमेरिका होला सायद मलाई लाग्छ त्यो नेपाली प्रडक्टै होला हुनु नि त्यो त सेलकै होला गर्न सेल त होला तर त्यो अमेरिकाको पनि सेलहरू हुन्छ नि बाहिरको त्यहाँतिरको तर त्यहाँको सेल भए पनि हाम्रो चाहिँ अलिक महँगो नै हुन्छ है लिपस्टिक गा हो कि क्या हो उहाँको लिपस्टिक अलिअलि गयो भने चाहिँ मेरो मुख एकदम बिरामी भएर देख्छ फाइनली गाइस एउटा खुसीको खबर छ हामी देखाउँछ ए हामी गाइस 4 किलोमिटरमा 1 केजी त 1 केजी 1 किलोमिटर आइपुगेछौँ हाँस्दै खेल्दै किलोमिटर मात्रै बाँकी छ 1 किलोमिटर चाहिँ हामी जसो तसो हिँडिसक्यौँ
हामी 3 किलोमिटर नै अवश्य पुग्नेछौँ गा। ए हेर्नुहोस् यत्रो पटिलो छ नि, भरि आउँदा हेर्नुपर्छ कस्तो हुन्छ भनेर। यसको झोलाबाट केही घट्दैन, भाउजूको झोलाबाट नि केही घट्दैन, मेरो झोलाबाट मात्रै घट्छ। अनि भरिमा आउँदाखेरि ओह्रालो सलङ लङ 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 कुद्दै आउँछु। खोला बगेको जस्तो त होइन। भाउजू र दिदीको हालत उस्तै हुन्छन्। हाम्रो झोलाभित्र के छ भनेर हामी देखाउनेछौँ एकछिनमा। अहिले देखाउँदैनौँ, हामी अघि भर्खर भात खाएर के छ भने थाहा होला। हाम्रो झोलामा खानेकुरा मात्रै छन् कि, बाटो स्ट्रेट मात्रै होइन, अब ओह्रालो पनि आउनेवालामा छ है। हेर्नुहोस् एकदम भाउजू अब अलिअलि खुसी हुनुहुन्छ किनकि हाम्रो बाटो ओह्रालो पनि छ है। खुसी हुन्छ होला अब चाहिँ अलिकति रिलिफ पाउँछ कि भन्ने आश छ हेर्नलाई। हेर्नु होला, उहाँले एकदम राम्रोसँग देखाउनुहुन्छ हजुरलाई। यो भिडियोको मेन क्यारेक्टर हाम्रो भाउजू नै हुनुहुन्छ, किनकि हामी यस्तो बाटो त हिँडिसकेका छौँ। हेर्नु त, हेर्नु होला यता क्यामेरा यता देखाइदिनु होला। मङ्की ल हो केही गर्दैन मङ्कीले चिन्छन् मान्छेलाई, किनकि हामी अब यो भिडियोको मेन क्यारेक्टर भाउजू नै हुनुहुन्छ। किनकि उनीहरूले खोज्छ पाकिस्तानी है। हामी यस्तो बाटो त प्राय हिँडिरहेको हुन्छौँ, यस्तो बाटो त हिँडिरहेको हुन्छौँ। हो नि भाउजू चाहिँ प्राय हिँडिरहेको हुनु नि त, त्यही भएर मैले अघिदेखि यसैको पर्खाइमा नसुन्नु है। हेर्न नाफमा गइहालेर गएन रे। बास्ने मिठाई रहेछ। यी बास्नाले टाउको दुखाउँछ त। टाउको नदुख्ने मान्छेहरू 2 जनै हो फेरि, अनि फुल सुङ्ने नि 2 जनै हो। केही हुँदैन। तिनीहरू भाग्छन्। मैले के भन्दै थिएँ भने उहाँहरूले भुल्याउनु भयो, यो भिडियोको मेन क्यारेक्टर चाहिँ भाउजू नै हुनुहुन्छ, किनकि यस्तो बाटो चाहिँ हामी हिँडिरहेको हुन्छौँ। भाउजू चाहिँ त्यति हिँडिरहेको हुन्न नि त, त्यही भएर उहाँलाई थाहा हुन्छ कि कता जाँदा के हुन्छ भन्नाले। वा उकालो हिँडेर यस्तो ठाउँ पाउनुको मजै छुट्टै होइन त भाउजू। हामी यस्तो बाटोमा यसरी खेलेर पनि हिँड्छौँ। भरे करुणाले तल 1 बोरा जति हुन्छ होला, यहाँ 1 बोरा 2 बोरा। म त फिलिङ लिनु। अनि उहाँलाई चाहिँ उकालो आएर यति राम्रो ठाउँ पाउनुको मजै छुट्टै होइन त भाउजू। त्यही भएर आजको यो भिडियोमा चाहिँ उहाँको मेन क्यारेक्टर छ। माथि जमाचो गएर पनि उहाँले उहाँको फिलिङ्स बताउनुहुन्छ। चस्मा छैन, जिन्दगी छैन उहाँको। लास्ट डिनर अस्ति भर्खर जानबेलामा किनिदिएर दाइले अस्ति भर्खर जानबेलामा किनेर जानुभयो हो। त्यही भएर उहाँको लास्ट लभ अहिलेको छ नि। अस्ति दाइ भए चाहिँ अझै दाइ भन्नाले मेरो बुढा भएको भए चाहिँ मलाई अझै रमाइलो हुन्थ्यो होला। भरे गएर बेलुका गएर दाइसँग फिलिङ्स के अरे सेयर गर्नुहुन्छ उहाँले। आजको ट्रेकिङ त हाइकिङ त हाम्रो बब्बालै थियो भनेर